हिन्दू धर्ममा एउटै छातामा अडिएर रहनुभएका हामी सबै निस्वार्थ मानव सेवाले अगाडि बढेका हामी सम्पूर्ण माता जाति छिमेकीले भनेर आशीर्वाद व्यक्त गर्न चाहन्छु। जहाँ निस्वार्थ रूपमा मानव सेवा गरिन्छ, जहाँ निस्वार्थ रूपमा मानव सेवा गरिन्छ, त्यहाँ कुनै डर पनि हुँदैन, कसैको अनुगमनले पनि हुँदैन। जहाँ आफूले मर्न आएको छटपटिएका मान्छे जो आस्था र विश्वासले आउँछ भने उहाँहरूले आफूले जानेको गर्दाखेरि कसैले फेरि त्यसमा चाहिँ खेलबाड गरेर अनुगमनको नाममा माता जाँदै कसैलाई त्यस्तो खालको डर धम्की आउँछ भने हामी एक भएर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो। यहाँहरूले थाहा छ हामी अलौकिक विज्ञान ज्योतिषकाली भन्ने संस्था छ यो चाहिँ काठमाडौँको कार्यक्रममा छ। विगत 6 वर्षदेखि हामी त्यहाँ छौँ। यता गुरु लगायत अन्य माता जातिसँग सहकार्य गरेर नेपाल तान्त्रिक घाँसु संस्थाले आबद्ध छौँ। त्यसले गर्दाखेरि यहाँको माया स्नेहले आशीर्वादले गर्दाखेरि हामी ठाउँमा छौँ। एकतामा बल हुन्छ भने चाहिँ यहाँहरू काहीँ नगराउनुहोस्, किनकि तपाईँहरू हामीले गरिरहेका छैनौँ। त्यसले गर्दाखेरि कसैले अनुगमन गरेको नाममा अनुगमनको नाममा तपाईँले हामीप्रति कोही आउँछ भने एकताबद्ध भएर अगाडि बढौँ। मेरो यसमा पूर्ण सहमति छ भन्ने जानकारी गराउन चाहँदै यहाँहरूप्रति यहाँले दिनुभएको जुन समय यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आयोजकप्रति हामी कृतज्ञता व्यक्त गर्न चाहन्छु। आवश्यकता पर्ने खण्डमा यहाँ जहाँ जस्तो अवस्था मलाई पढाउनुहुन्छ म त्यो अवस्थामा आज हिँड्न तयार छु भन्दै मेरो छोटो यही अन्त्य गर्न चाहन्छु। सम्पूर्णको जय जमुना, जय भोलेनाथ, सम्पूर्ण जय होस्, सबैको जय होस्। खबरदारीमाथि खबरदारी गर्दै अनुगमन छ केलाई के देखाउने अनि अब अनुगमनको यो ध्वान र हौवाको पछाडि नपुर्याउँदै बिराउनु हो। अब म प्रमुख वक्ताहरूको रूपमा आमन्त्रण गर्ने क्रममा जोडिएको छु। झन्डै नेपालका सबै जिल्लाहरू, पूर्वको मेची, पश्चिमको महाकाली, हिमाल पहाड तराई कोही छैन पराई, विश्व हिन्दू महासङ्घ जसको सनातन हिन्दू धर्ममा एउटै छातामा अडिएर रहनुभएका हामी सबै निस्वार्थ मानव सेवाले अगाडि बढेका हामी सम्पूर्ण माता जाति छिमेकीले भनेर आशीर्वाद व्यक्त गर्न चाहन्छु। जहाँ निस्वार्थ रूपमा मानव सेवा गरिन्छ, जहाँ निस्वार्थ रूपमा मानव सेवा गरिन्छ, त्यहाँ कुनै डर पनि हुँदैन, कसैको अनुगमनले पनि हुँदैन। जहाँ आफूले मर्न आएको छटपटिएका मान्छे जो आस्था र विश्वासले आउँछ भने उहाँहरूले आफूले जानेको गर्दाखेरि कसैले फेरि त्यसमा चाहिँ खेलबाड गरेर अनुगमनको नाममा माता जाँदै कसैलाई त्यस्तो खालको डर धम्की आउँछ भने हामी एक भएर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो। यहाँहरूले थाहा छ हामी अलौकिक विज्ञान ज्योतिषकाली भन्ने संस्था छ यो चाहिँ काठमाडौँको कार्यक्रममा छ। विगत 6 वर्षदेखि हामी त्यहाँ छौँ। यता गुरु लगायत अन्य माता जातिसँग सहकार्य गरेर नेपाल तान्त्रिक घाँसु संस्थाले आबद्ध छौँ। त्यसले गर्दाखेरि यहाँको माया स्नेहले आशीर्वादले गर्दाखेरि हामी ठाउँमा छौँ। एकतामा बल हुन्छ भने चाहिँ यहाँहरू काहीँ नगराउनुहोस्, किनकि तपाईँहरू हामीले गरिरहेका छैनौँ। त्यसले गर्दाखेरि कसैले अनुगमन गरेको नाममा अनुगमनको नाममा तपाईँले हामीप्रति कोही आउँछ भने एकताबद्ध भएर अगाडि बढौँ। मेरो यसमा पूर्ण सहमति छ भन्ने जानकारी गराउन चाहँदै यहाँहरूप्रति यहाँले दिनुभएको जुन समय यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आयोजकप्रति हामी कृतज्ञता व्यक्त गर्न चाहन्छु। आवश्यकता पर्ने खण्डमा यहाँ जहाँ जस्तो अवस्था मलाई पढाउनुहुन्छ म त्यो अवस्थामा आज हिँड्न तयार छु भन्दै मेरो छोटो यही अन्त्य गर्न चाहन्छु। सम्पूर्णको जय जमुना, जय भोलेनाथ, सम्पूर्ण जय होस्, सबैको जय होस्। खबरदारीमाथि खबरदारी गर्दै अनुगमन छ केलाई के देखाउने अनि अब अनुगमनको यो ध्वान र हौवाको पछाडि नपुर्याउँदै बिराउनु हो। अब म प्रमुख वक्ताहरूको रूपमा आमन्त्रण गर्ने क्रममा जोडिएको छु। झन्डै नेपालका सबै जिल्लाहरू, पूर्वको मेची, पश्चिमको महाकाली, हिमाल पहाड तराई कोही छैन पराई, विश्व हिन्दू महासङ्घ जसको 77 पैसा आउँछ भन्ने बेलामा उसको शरीरमा एउटा भन्छ शुद्धिकरण गर्नुपर्छ। अहिले मैले पूजा गर्न लागेँ भने मलाई पहिले गौमूत्र खुवाइन्छ अथवा मलाई शुद्धिकरण गरिन्छ। तिमीले त्यो पनि कुरा गर्यौ। हरियो रुपियाँ कहाँ देखिन्छ, त्यही परिवारले हामीलाई अनुगमनको धाक दिन्छौ।
पक्कै पनि चाहिँ 12 गते पछाडिको भूत उठाएर हामीलाई अनुगमनको सपना बुझ्छौँ भने त्यो सपना पुरा हुँदैन। हामी भन्छौँ, हामीले फेरि भनेका छौँ, विगतमा हामीले धेरै खबरदारी गर्यौँ, धेरै कुरा सम्झायौँ, धेरै कुरा बुझायौँ भने र त्यो बुझाउने क्रममा हामीले यावत धेरै कुरा गर्यौँ। विषय आउँछ, विषयमा असहमति राख्न पाइन्छ, विषय आउँछ, हाम्रा कुराहरू नमिल्न पनि सक्छन्। तर यतिखेर हामीले धामी झाँक्री गुरु पुरोहित बाजाको संरक्षण गर्दै नेपालको संविधान 2072 मा संशोधन गरेर बनेको कार्यकाललाई सुझाव दिन आउँदा प्रकाश भुजेल टाढा छैन है, हामी घरभित्रै छौँ। त्यसैले मैले आग्रह गर्न चाहेँ, हामी मुलुकभर एकीकृत हुँदैछौँ। हामीले मेन्जिदेखि महाकालीसम्म देशका धन्य हामीभित्रका ती चिजहरूलाई पनि हामी पुनः अर्चनाका माध्यमबाट सेवा गर्छौँ। त्यो हाम्रो प्राण हो। कसैको रोग र ढङ्गीबाट हाम्रो माथि अङ्कुश लगाइन्छ भने त्यो पक्कै पनि नेपाल सरकार मार्फत त्यो निकाय कसले आफ्नो अर्जुनको भाग लगाउँदैछ त्यो सुत्रियोस्। एउटा भनाइ नै छ नेपालीमा, पापको घडा भरियो भने पोखिन्छ। पक्कै पनि आफैले अनुगमन गर्ने नेपालीमा अर्को पनि बनाइन्छ, आफ्नो शरीरमा भैँसी हिँडेको नदेख्ने, अर्काको शरीरमा खैँचीको हिँडेको देख्ने परिपाटी त्याग्न त्यो अमुक संस्थालाई आग्रह गर्न चाहन्छौँ। हामी भन्न चाहन्छौँ, तिमीले अनुगमन गर्ने होइन, तिमी आफै सुत्रेका छौ कि छैनौ त्यो कुरा बुझ। यहाँ यतिखेर भनिएको छ, हामी भयभीत हौँ, हामीले वैदिक बौद्ध जयन्ती बोल किरा प्रकृति उठाइ एक कुरो मलाई थाहा छ, मैले बोल गर्नु नपर्नु। सचिवले भाइ आजबाट सचिवले भने बागमतीको खोलामा बग्नु पर्ला नि यति विचार गर, होइन भने हामीलाई त्यस्तो बगा बुझे हात दङ्गी नदिएर जर तलासमा बस्नुहुन्छ तपाईँहरू। केही गरी त्यो संस्थाको चाहिँ कोही व्यक्ति अनुगमनको नाममा कार्ड झुन्डेर आयो भने दिनुहोस् तपाईँहरूले 12 सर्ने गरी त्यसको जवाब हामी हुन्छौँ। डराएर काम छैन, सर्ने गरेर दिनुहोस्। हाम्रो दैलोमा अनुगमनको नाममा कार्ड भिरेर आउने देख्ने बित्तिकै नबोलिकन 12 सर्ने गरेर दिनुहोस्। हामी छौँ, त्यसको जिम्मेवारी हामी लिन्छौँ। उनलाई चाहिँ कानुन लाग्दैन, उनलाई चाहिँ नियम लाग्दैन, किन डराउने हामी। त्यसैले तिमी आजैबाट सचिव भयो, सचिव भने तिम्रो पनि नौरन गर्ने दिन आउँदैछ। हामीले देखिरहेका छौँ, हामीले बुझिरहेका छौँ। धेरै फुर्फुर नगर, अनुगमनको नाममा एउटा धर्मको नाममा कलङ्क बन्ने। त्यसैले त्यो संस्थालाई म भन्छु, संस्थाको अध्यक्षले भन्छु कि आजैबाट तिमीले त्यो दोकान बन्द गर, होइन भने तिम्रो दिनबन्दी सुरु गरेको छौँ हामीले, आउन बन्दैछौँ। होसियार। कोही कसैले एउटा संस्थाले भ्रमको खेती फैलाइरहेछ, डर र त्रास पैदा गरिरहेछ। नडराउनु, कोही पनि नडराउनु है।
नतर्सिनुहोस्, हामी छौँ तपाईँहरूको साथमा भन्दै अब बन्द बन्द कार्यक्रम बेसी पनि बढ्ने। मेरा प्रिय भाइ प्रकाश पूजाले प्रकाश पार्नु हुने छ। हामीले कमजोरी सुधार्ने हो। पक्कै मान्छेले धेरै कुरा सुधार्न सक्छौँ। हामीले संसारको सबैभन्दा ठुलो अपराधको एउटा सञ्जाल गरेको कालिदासको कथालाई हामी प्रेरणा भन्छौँ अनि हामी सधैँ रोक्छौँ। त्यस्तोबाट हुर्केका मान्छौँ, त्यसैले प्रेरक व्यक्तित्वको भनाइ सधैँ जीवन्त रहन्छ। म वक्ताको रूपमा आमन्त्रण गर्न चाहन्छु। फेरि भने देश यतिखेर परिवर्तनको सम्भावना बनेको छ। देशले युवा प्रधानमन्त्री पाएको छ। देशका प्रधानमन्त्री राजनीति देशको बनाउने चिन्ताले अहोरात्र खटिरहनु भएको हामीले सुनेका छौँ, बुझेका छौँ। हो, यही क्रममा नेपालको संविधान 2072 संशोधनको क्रममा छ र संशोधनको लागि सुझाव मागिएको छ। हामीले पनि हाम्रा कुराहरू हक राख्नुपर्छ। यो स्थापित गरेर तपाईँ हामी कम्मर कसेर लाग्ने शक्ति भगवान पशुपतिनाथले हामीलाई दिउँ। अनुगमन गर्नेहरूका कुरामा दया धेरै आए। गाईका मासुदेखि आर्यघाटको लास चलाउन पर्ने चितासम्मका कुरा उठिसके। त्यसैले धेरै नगोचौँ, गोता गोते सकिएला सद्बुद्धि आओस् तिमीलाई। अनुगमन त हाम्रा दैलामा आयो भने हाम्रा आफ्नै किसिमको अनुगमन हुन्छन्। भाटा छन् नि, नभए डाँडो छ, डाँडो नभए पन्यु छ, पन्यु पनि नभए हाम्रा ढोकामा राखेका गजबार छन्। गजबारले भेटिँदैन भने जे छ त्यसैले क लगाएर फलाउनुहोस्। तपाईँहरूसँग गन्ती छन्, तपाईँसँग त्रिशूल छ। यो दिन नआओस्। सरकारलाई पनि ध्यान आकृष्ट गर्न चाहन्छौँ। गैर कानुनी रूपमा हामी माथि अनुगमन कार्य रोकोस्, रोकोस्, रोकोस्। यति भन्दै म वक्ताको रूपमा आमन्त्रण दिने र धम्की दिने र रातारात अनुगमन गर्छु भनेर डाइलगलाई बसाउने त्यस्ता फटा दलाललाई खबरदार भन्न चाहन्छु। म त्यस्ता हो हल्ला फुर्तीले कोही गर्नुवाला छैन, कुनै माइकमा बस्नुवाला छैन। आफ्नो ठाउँमा जुम्बो हेर्नु पर्दाखेरि अनि अरूको आङ्गमा हेर्नुलाई लाज लाग्दैन, श्रम लाग्दैन। त्यस कारणको लागि नेपालको संविधान, कानुन, लोकतन्त्र, गणतन्त्रभन्दा उहाँ ठुलो मान्छे होइन। सबभन्दा कानुन ठुलो, जे गर्छ कानुनले गर्ने कुरा हो। मैले भन्दै आएको छु, समाजले देशभक्त धर्मगुरु प्रकाश भुजेल गुरु यहाँ त्यसै उडेर आएका व्यक्ति होइनन्। यहाँ त्यसै उडेर आएका होइनन्। ठुलो सङ्घर्ष र ठुलो बलिदान त्यागबाट आएका देशभक्त प्रकाश हुन्। उहाँ जस्तो आदरणीय देशभक्त दिनदुखी पीडितका भगवान, जिउँदा भगवान भन्न चाहन्छु म उहाँलाई। किन भन्दाखेरि हजारौँ घाइते, पीडित, अशक्त, ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तहरूलाई आफू खाइ नखाइ हरेक उहाँलाई बचाउनलाई एक बोरा चामल, एक मुठी तरकारी हरेक जनता पीडितको घरहरूमा उहाँ आफै स्वयं पुगेर सहयोग गर्नुभएको छ। 77 जिल्लामा उहाँको ठुलो योगदान छ। हिमाल, पहाड, तराई, मधेस, कोही छैन पराई कसैलाई नछुटाइकन अराजक तरिकाले खोटेर आपद र विपदलाई समस्या समाधानको लागि हरेक जनतालाई मन टुटाउन सफल हुनुभएका गुरुलाई कसले थाहा थियो कसले त्यसलाई करप्सन समाधानभित्र आउनको लागि म नेपालका सम्माननीय देशभक्त जेनजी पुस्ताका प्रधानमन्त्री बालकृष्ण साहबलाई म भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यू, 2072 को संविधानमै टेकेर 35 सनातन झाँकीहरू अगाडि
उनको सहयोग चाहिए र नेपालको तान्त्रिक झाँक्रीलाई र हरेक सामाजिक अभियन्ता विद्वान हाम्रा सारा सदस्यहरूलाई तपाईँलाई हामीले वार्ताद्वारा संवादबाट हामीले उहाँहरूलाई एकता गर्नुलाई आफ्नो ठुलो योगदान थियो। तपाईँ जस्ता देशभक्त बहना हो, तपाईँ राष्ट्रको बहना हो, तपाईँ मिल्नुपर्छ र माता झाँक्री गुरुलाई साथ सपोर्ट गर्नुपर्छ भनेर लामो 8-9 वर्षको ठुलो वार्ता पछाडि उहाँहरू आज एउटै छाता पनि हेर्न पाउँदा म निकै खुसी छु, निकै हर्षित छु। मैले एउटा भूतत्व तन्काएर उहाँ पनि मैले आन्दोलन गरेँ। तपाईँले मिल्नुपर्छ, मिलेर मात्रै समृद्ध बन्छ, यो देशले नयाँ काजी खोज्छ भने मैले आवाज उठाएको छु। आजको आवाज पुरा भएको छ। भोट गर्छु मेरो आवाज आज वैदिक सनातन हरेक राष्ट्रको गहनाहरू यहाँ मात्र झाँक्री हुनुहुन्छ। उहाँलाई कसरी अगाडि बढाउने, उहाँलाई कसरी बलियो बनाउने त्यो तपाईँको हातमा छ आदरणीय दाजु। म दाइबाट समर्थन गर्न चाहन्छु। अब तपाईँ यो दिनदेखि पीडित झाँक्री माछाको अब आउने चुनावमा पार्लिमेन्टमा सदनमा सभामुख नभए भनेर आवाज उठाउने हेर्न पाउनु आदरणीय साथीहरू। हरेक धर्म संस्कृति प्रवृत्ति र प्रान्तलाई एउटै छातामा ल्याउनलाई ठुलो तपाईँको योगदान छ। त्यो योगदान तपाईँले पुर्याउनु हुनेछ भने मैले विश्वास दिएको छु। चाँडोभन्दा चाँडो तपाईँ हामी एकजुट भएर अगाडि बढ्नुपर्छ र आदरणीय देशभक्त हाम्रा मैले भर्खर देखेको छु यहाँ आउनु भएको छ। धेरै 17 जिल्ला नभएर राष्ट्रिय अन्तर्राष्ट्रियका देशभक्तजनहरूलाई सेवा गर्दै आउनुभएका आदरणीय देशभक्त श्रीमन्त गुरु उहाँ भगवान् हुनुहुन्छ, उहाँ यहाँ पनि हुन्छ। उहाँलाई म माया गर्छु, सम्बोधन गर्छु। अहिले नाम छुटेछ, त्यसको लागि म नाम चाहन्छु। त्यसै गरी देवारी सेठ बिचरा बडा बिचरा विनोदन भनिज्यू उताबाट मलाई हेरिरहनु भएको छ। तपाईँको पनि मैले नाम लिएको छु। तपाईँ म मर्दा पनि मेरो लास तपाईँले लानुपर्छ। त्यस्ता खालका व्यक्तिहरू यहाँ छन्। यो सदनभित्र यो प्रतिपक्षको जनताको सदन हो। यो पनि यो सदन भनेको भित्रको हर सदनले सुन्नुपर्छ यो आवाजलाई। त्यसैले म सम्माननीय महामहिम राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, संस्कृति पर्यटन मन्त्रीज्यू लगायत सम्पूर्ण नेतागण, प्रधानमन्त्री, मन्त्री सबैले हाम्रो आवाज सुन्नुपर्छ र माता झाँक्री वैदिक सनातनबाट भक्तहरूको सेवा गर्दै आउनुभएका उहाँहरू सबैलाई न्याय दिलाउनुपर्छ। सबभन्दा पीडित माता झाँक्री हुन्छ। यी माता झाँक्रीले परम्परादेखि भक्तहरूको सेवा गर्दै आउनुभएका त्यस्ता राष्ट्रका देशभक्त गहनाहरू माता झाँक्रीको सम्मान गरियोस् भन्न चाहन्छु। बुढापाको पहिला जमानामा सुन्नु नपाउनुहोस्, मलाई पनि बोलिदिनुहोस्। त्यस कारण गर्दाखेरि माइक लगाएर सभामा बोलाए। त्यस कारण गर्दाखेरि परम्परा चलिआएको माता झाँक्रीले सम्मान गर्नुपर्छ। हावा लागेको लागु लमन छे बेललाई टाकटुक फुल गर्दाखेरि चट्टै निको बनाउने गुरुलाई सम्मान गरियोस्। हर्दा गुरु माता झाँक्री झाँक्रीलाई सम्मान गरेर लगाइदिनुपर्छ र त्यस्ता अनुगमन टोली खदाहरूलाई हामीले चुट्काउँदा फेरि कारवाही गर्नुपर्छ। कारवाही गर्नुपर्छ भन्दै सरकारको पनि ध्यान गर्न जाओस्। व्यक्तिगतको आवाज सम्पूर्ण टिमको नेपालीको आवाज हो, यो पनि ध्यान जाओस् भन्दै म यो वक्तव्य बिताउँछु। आज देशभक्त साथीहरूलाई मुडी पर्व धन्यवाद व्यक्त गर्न चाहन्छु। जय जगन, जय राष्ट्रवाद। दिने र धम्की दिने र रातारात अनुगमन गर्छ भनेर डाइलगलाई बर्साउने त्यस्ता फटा दलाललाई खबरदार भन्न चाहन्छु। म त्यस्ता हो हल्ला फुलफुर्तीले कोही गर्नुवाला छैन, कुनै माइकमा बस्नुवाला छैन। आफ्नो ठाउँमा जुम्बो हेरेर मात्रै अनि अरूको आङ्गमा हेर्नुलाई लाज लाग्दैन, श्रम लाग्दैन। त्यस कारण गर्दाखेरि नेपालको संविधान, कानुन, लोकतन्त्र, गणतन्त्र भन्दा उहाँ ठुलो मान्छे होइन। सबभन्दा कानुन ठुलो, जे गर्छ कानुनले गर्ने कुरा हो। मैले भन्दै आएको छु, सम्माननीय देशभक्त
धर्म गुरु प्रकाश भुजेल गुरु यहाँ त्यसै उडेर आएका व्यक्ति होइनन्। यहाँ त्यसै उडेर आएका होइनन्। ठुलो सङ्घर्ष र ठुलो बलिदान त्यागबाट आएका देशभक्त प्रकाश हुन्। उहाँ जस्तो आदरणीय देशभक्त दिनदुखी पीडितका भगवान जिउँदा भगवान हुन चाहन्छु म उहाँलाई। किन भन्दाखेरि हजारौँ घाइते पीडित अशक्त ज्येष्ठ नागरिक अपाङ्ग अशक्तहरूलाई आफू खाइ नखाइ हरेक उहाँहरूलाई बचाउनलाई एक बोरा चामल एक मुठी तरकारी हरेक जनता पीडितको घरमा उहाँ आफै स्वयं पुगेर सहयोग गर्नुभएको छ। 77 जिल्लामा उहाँको ठुलो योगदान छ। हिमाल पहाड तराई मधेस कोही छैन पराई कसैलाई नछुटाइकन अराजक तरिकाले खोटेर आपद र विपदलाई समस्या समाधानको लागि हरेक जनतालाई मन टुटाउन सफल हुनुभएका गुरुलाई कसले थाहा थियो कसले त्यसलाई करप्सन समाधानभित्र आउनको लागि म नेपालका सम्माननीय देशभक्त जयन्ती पुस्तकका प्रधानमन्त्री बालकृष्ण साहबलाई म भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यू 2072 को संविधानमै टेकेर 35 सनातन झाँकी गुरुहरू अगाडि बढ्नुभएको हो। कानुनभन्दा विपरीत उहाँहरू हुनु छैन। कानुनलाई टेकेर उहाँहरूले नियमसम्म ढङ्गले उहाँहरूले आफ्नो तरिकाले संसद हुनुभएको छ। सरकारलाई कर दिनुभएको छ भारी मात्रामा। यहाँ साइडम दिने अनुगमन गर्ने त्यस्ता उसलेहरूमा उहाँहरूको ठुलो योगदान छ। भन्यो भने अनुगमनको भाग लडाउने त्यस्ता फटा दलालको संस्थामा हामी गयो भने फेरि ठुलो भारी झोला बोकेर बिहारतिर जानुपर्दा अलिक विचार गर्नुहोस्। हामीले नेपालको दाना पानी खाएर पार्लिमेन्टमा सदनमा बसेर छिमेकी राष्ट्रको गुन्जा ल्याउने त्यस्ता तत्त्वहरूलाई हामीले सङ्घर्ष र बलिदान गरेर ठुलो आन्दोलनबाट इतिहास हेर्दा शहीद गिरी जस्ता पूर्व सांसद जस्तो भनेर हामी यो लिप्ने कालाबानी लिप्नेहरूलाई फिर्ता ल्याउनुपर्छ। हाम्रो माथि हुने हो भनेर आवाज उठाउने यही अनाथनाथ यही हो। हेर्नुहोस् चुदो शहीद घाइते र नेपालको तान्त्रिक झाँक्रीलाई र हरेक सामाजिक अभियन्ता विद्वान हाम्रा सारा सदस्यहरूलाई तपाईँलाई हामीले वार्ताद्वारा संवादबाट हामीले उहाँहरूलाई एकता गर्नुलाई आफ्नो ठुलो योगदान थियो। तपाईँ जस्ता देशभक्त कहना हो, तपाईँ राष्ट्रको कहना हो, तपाईँले मिल्नुपर्छ र माता झाँक्री गुरुहरूलाई साथ सपोर्ट गर्नुपर्छ भनेर लामो 8-9 वर्षको ठुलो वार्ता पछाडि उहाँहरू आज एउटै छाता पनि हेर्न पाउँदा म निकै खुसी छु, निकै हर्षित छु। मैले एउटा भूत तन्काएर भए पनि मैले आन्दोलन गरेँ। तपाईँले मिल्नुपर्छ, मिलेर मात्रै समृद्ध बन्छ। यो देशले नयाँ काजी खोज्छ भने मैले आवाज उठाएको छु। आजको आवाज पुरा भएको छ। भोट गर्छु मेरो आवाज आज 35 सनातन हरेक राष्ट्रको गहनाहरू यहाँ मात्र झाँक्री गुरुहरू छ। उहाँलाई कसरी अगाडि बढाउने, उहाँलाई कसरी बलियो बनाउने त्यो तपाईँको हातमा छ आदरणीय दाजु। म दाइबाट समर्थन गर्न चाहन्छु। अब तपाईँ यो दिनदुखी पीडित झाँक्री नाचको अब आउने चुनावमा पार्लिमेन्टमा सदनमा सभामुख नभए भनेर आवाज उठाउने हेर्न पाउँ आदरणीय साथ भन्दछु। हरेक धर्म संस्कृति प्रवृत्ति र प्रान्तलाई एउटै छातामा ल्याउनलाई ठुलो तपाईँको योगदान छ। त्यो योगदान तपाईँले पुऱ्याउनु हुनेछ भने मैले विश्वास दिएको छु। चाँडोभन्दा चाँडो तपाईँ हामी एकजुट भएर अगाडि बढ्नुपर्छ र आदरणीय देशभक्त हाम्रा मैले भर्खर देखेको छु यहाँ आउनु भएको छ। धेरै 17 जिल्ला नभएर राष्ट्रिय अन्तर्राष्ट्रियका देशभक्तजनहरूलाई सेवा गर्दै आउनुभएका आदरणीय देशभक्त श्रीमन्त गुरु उहाँ भगवान हुन्छ। उहाँ यहाँ पनि हुन्छ। उहाँलाई म माया गर्छु, सम्बोधन गर्छु। अहिले नाम छुटेछ त्यसको लागि म नाम चाहन्छु। त्यसै गरी देवारी सेठ बिचारा बडा बिचारा विनोदन भनिन्छु उताबाट मलाई हेरिरहनु भएको छ। तपाईँको पनि मैले नाम लिएको छु। तपाईँ म मर्दा पनि मेरो
भित्रको हावा सदनले सुन्नुपर्छ यो आवाजलाई। त्यसै कारणले म सम्माननीय महामहिम राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, संस्कृति पर्यटन मन्त्रीज्यू लगायत सम्पूर्ण नेतागण, प्रधानमन्त्री, मन्त्री सबैले हाम्रो आवाज सुन्नुपर्छ र माता झाँक्री वैदिक सनातनबाट भक्तहरूको सेवा गर्दै आउनुभएका उहाँहरू सबैलाई न्याय दिलाउनुपर्छ। सबभन्दा पीडित माता झाँक्री हुन्छ। यी माता झाँक्रीले परम्परादेखि भक्तहरूको सेवा गर्दै आउनुभएका त्यस्ता राष्ट्रका देशभक्त गणहरू माता झाँक्रीको सम्मान गरियोस् भन्न चाहन्छु। बुढापाको पहिला जमानामा सुन्नु नपरोस् म पनि बोल्दैछु। त्यस कारण गर्दाखेरि माइक लगाएर सभामा बोलाए। त्यस कारण गर्दाखेरि परम्परा चलिआएको माता झाँक्रीले सम्मान गर्नुपर्छ। हावा लागेको लागु लमन छे बेललाई टाकटुक फुल गर्दाखेरि चट्टै निको बनाउने गुरुलाई सम्मान गरियोस्। हर्दा गुरु माता शान्ति झाँक्रीलाई सम्मान गर्न लगाइदिनुपर्छ र त्यस्ता अनुगमन टोली खटाहरूलाई हामीले जुन कौशल फेरि कार्य गर्नुपर्छ। कार्य गर्नुपर्छ भन्दै सरकारको पनि ध्यान गर्न जाओस्। व्यक्तिगतको आवाज सम्पूर्ण टिमकरण नेपालीको आवाज हो, यो पनि ध्यान जाओस् भन्दै म यो वक्तव्यबाट बिदा हुन्छु। आज देशभक्त साथीहरूलाई मुडी पर्व धन्यवाद व्यक्त गर्न चाहन्छु। जय जगन, जय राष्ट्रवाद। एक कुरो मलाई थाहा छ, मैले बोल गर्नु नपर्नु। सचिवले भाइ आजबाट सचिवले भने बागमतीको खोलामा बग्नु पर्ला नि यसले विचार गर। होइन भने हामीलाई त्यस्तो बगा बुझे हात दङ्गी नदिएर जरा तलासमा बस्नुहुन्छ तपाईँहरू। यही गरी त्यो संस्थाको चाहिँ कोही व्यक्ति अनुगमनको नाममा कार्ड झुलेर आयो भने दिनुहोस् तपाईँहरूले 12 सर्ने गरी त्यसको जवाबदेही हामी हुन्छौँ। गराएर काम छैन, सर्ने गरेर दिनुहोस्। हाम्रो दैलोमा अनुगमनको नाममा कार्ड हिँडेर आउने देख्ने बित्तिकै नबोलिकन 12 सर्ने गरेर दिनुहोस्। हामी छौँ, त्यसको जिम्मेवारी हामी दिन्छौँ। उनलाई चाहिँ कानुन लाग्दैन, उनलाई चाहिँ नियम लाग्दैन, किन डराउने हामी। त्यसैले तिमी आजैबाट सचिव भने तिम्रो पनि नौरन गर्ने दिन आउँदैछ। हामीले देखिरहेछौँ, हामीले बुझिरहेछौँ। धेरै फुर्फुर नगर। अनुगमनको नाममा एउटा घरबन्दको नाममा कलङ्क बन्ने। त्यसैले त्यो संस्थालाई म भन्छु, संस्थाको अध्यक्षले भन्छु कि आजैबाट तिमीले त्यो दोकान बन्द गर। होइन भने तिम्रो दिनबन्दी सुरु गरेको छौँ हामीले, आउन बन्दैछौँ। होसियार। कोही कसैले एउटा संस्थाले भ्रमको खेती फैलाइरहेछ, डर र त्रास पैदा गरिरहेछ। नडराउनु, कोही पनि नडराउनु है, नतर्सिनुहोस्। हामी छौँ तपाईँहरूको साथमा भन्दै अब बन्द कार्यक्रम